सुरु गरौँ। तपाईँको परिचयबाट सुरु गरौँ न। तपाईँको परिचय भन्नुहोस्। सबैलाई नमस्कार। मेरो नाम योगेश खड्का हो। मेरो घर राप्ती सुनारी गाउँपालिका वडा नम्बर 8 बाँके जिल्लामा पर्दछ। मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ भेरी प्राविधिक शिक्षालाई नेपालगञ्ज बाँकेबाट उत्तीर्ण गरेको छु र हाल म लोकसेवाको तयारीमा पढिरहेको छु। अनि तपाईँले इन्टरभ्यू दिन थाल्नु भएको सेवा समूह पद चाहिँ के हो? सर, मैले इन्टरभ्यू दिन लागेको कोशी प्रदेशको असिस्टेन्ट स्थानीय तहको असिस्टेन्ट सब इन्जिनियरको चौथो तह पद हो सर। सेवा समूह। सेवा समूह इन्जिनियरिङ सेवा समूह जेनरल हाइवे इरिगेसन हो सर। स्थानीय इन्जिनियरिङ सेवा अनि समूह सिभिल भन्नु पर्यो है त। हजुर अनि सर। तपाईँ बाँके जिल्लाको कुनै पाँचवटा विशेषताहरू केही भन्नु, पाँचवटा विशेषताहरू भन्नु पर्यो। प्रश्नको लागि धन्यवाद सर। हाम्रो बाँके जिल्लाको पाँचवटा विशेषता यस प्रकार रहेका छन्। बाँके राष्ट्रिय निकुञ्ज, अनि राष्ट्रिय गौरवको आयोजनामा रहेको चिक्टा सिजा आयोजना, अनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जोड्ने मुख्य केन्द्र, अनि नेपालगञ्ज औद्योगिक केन्द्र, भारतसँग व्यापारिक नाका आदि यी आदि रहेका छन् सर। तपाईँले बाँके राष्ट्रिय निकुञ्ज भन्नुभयो। बाँके राष्ट्रिय निकुञ्ज भन्दै गर्दाखेरि अ, बाँके राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? सर, बाँके राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्वत 2067 सालमा भएको हो। कुन जनावरको लागि फेमस छ बाँके राष्ट्रिय निकुञ्ज? बाँके राष्ट्रिय निकुञ्ज मुख्यतया पाटे बाघको लागि प्रसिद्ध छ सर। त्यो अनि तपाईँ बाँके जिल्लाको मान्छे होइन? बाँके जिल्ला भनेको लुम्बिनी प्रदेश पऱ्यो। बाँके जिल्लाको मान्छे कोशी प्रदेशमा नाम निस्केर सिफारिस भएको खण्डमा तपाईँहरूलाई स्थानीय तहमा पठाउँछ। बाँके जिल्लाको मान्छे तराईको मान्छे कोशी प्रदेश आएर स्थानीय तह हिमाली पहाडी जिल्लामा पठायो भने त्यहाँ गएर काम गर्न सक्नुहुन्छ त? हजुर सर। सुरुमा म फ्रेसर भएको कारण केही मलाई कठिनाइ त पक्कै आउला, तर मैले सर के अरे लोकसेवा नै भनेर आफ्नो तयारी गरेर यहाँसम्म आउन सफल भएको छु। र काम गर्ने अवसर पाउँदा म अवश्य आफ्नो मेहनत र लगनशील भएर त्यस पदका लागि कुनै अप्ठ्यारो नमानिकन काम गर्नेछु। र नयाँ कुराहरू केहीमा मलाई अप्ठ्यारो हुँदा आफूभन्दा माथिल्लो तहको सरहरूसँग परामर्श पनि लिनेछु, र यसरी काम गर्दै जाँदा सहज हुन्छ भन्ने मलाई लाग्छ सर। ठिक छ। अनि निजामती सेवा भनेको के हो? सर, निजामती सेवा भनेको सरकारी एक प्रकारको सरकारी सेवा हो जसमा कुनै निश्चित विषय सम्बन्धित देशको लिएर निश्चित देशको सेवा गरिने एउटा माध्यम हो सर। नेपालको संविधान पढ्नु भएको छ? हजुर सर, पढेको छु। नेपालको संविधानको नाम के हो? नेपालको हालको संविधानको नाम नेपालको संविधान 2072 हो सर। अनि मौलिक हक भनेको? मौलिक हक भनेको राज्यले जनतालाई आफ्नो हक अधिकार सुनिश्चित गर्न प्रदान गरिएका हकहरू हुन् सर। जसमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताका हक जस्ता 31वटा। अ, कति धारादेखि कति धारासम्म चाहिँ मौलिक हकको व्यवस्था गरिएको छ त? सर, संविधानको धारा 16 देखि धारा 46सम्म मौलिक हकको व्यवस्था गरिएको छ सर, 31वटा। त्यो अनि
मौलिक हकमा महिलाको हक कति कति धारणा छ? सर नेपालको संविधान 2072मा महिलाको हक, मौलिक हकको महिलाको हक धारा 38मा व्यवस्था गरिएको छ सर। अनि नेपालको संविधानको कुनै इम्पोर्टेन्ट तिनवटा विशेषताहरू? धन्यवाद सर। नेपालको संविधानको 72को तीनवटा विशेषता, यो सर नेपालमै पहिलो पटक संविधान सभाबाट पारित भई बनेको संविधान हो। अनि यसमा 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन्। र नेपालको संविधानको धारा 1मा संविधान देशको मूल कानुन हो भनी व्यवस्था गरिएको छ। अनि अब कुनै पनि कन्स्ट्रक्सन प्रोजेक्ट निर्माण गर्दै गर्दाखेरि हामीलाई कुन कुन ड्रइङहरू आवश्यकता पर्छ? सर हामीलाई कुनै पनि कन्स्ट्रक्सन काम गर्नका लागि ड्रइङहरू, जस्तै हामीलाई सर त्यसको वर्किङ ड्रइङ चाहिन्छ सर्वप्रथम काम सुरु गर्नलाई। जस्तै वर्किङ ड्रइङभित्र प्लान, सेक्सन, इलिभेसनहरू अनि अन्य थुप्रै ड्रइङहरू पनि आवश्यक पर्छ सर। अनि 100 मिटरमा कति एमएम हुन्छ? सर 1 मिटरमा 1000 एमएम हुन्छ भने 100 मिटरमा 100 × 1000 गर्दा त्यो गणना गर्नुपर्छ सर, लेखेर थाहा हुन्छ। ठिक छ। अनि बिल अफ क्वान्टिटी भन्नाले के बुझिन्छ? बिल अफ क्वान्टिटी भन्नाले सर कुनै पनि काममा प्रयोग हुने, कुनै पनि काममा प्रयोग हुने आइटमहरूको तिनीहरूको डिस्क्रिप्सन र क्वान्टिटी सहित तयार पारेको एउटा विवरण हो सर। त्यसमा रेट र अमाउन्ट कोलम चाहिँ ब्ल्याङ्क हुन्छ सर। अनि कोलमको कोलमको एउटा डिटेल ड्रइङमा कोलमको डिटेल एउटा सेक्सनल ड्रइङमा के कुराहरू सो गरेको हुन्छ? कोलमको एउटा डिटेल ड्रइङमा सर त्यसको नम्बरहरूको बार कति छ, त्यसको बारको डायमिटरहरू कति छ, स्पेसिङ कति छ, अनि डेभलपमेन्ट लेन्थ, बिमबाट आएको बारको डेभलपमेन्ट लेन्थ के कति छ भनेर आदि कुराहरू देखाइएको हुन्छ सर। अनि सर्वेइङको मेन प्रिन्सिपल? सर सर्वेइङको मेन प्रिन्सिपल वर्किङ फ्रम होल टु पार्ट र लोकेसन अफ पोइन्ट बाई मेजरमेन्ट फ्रम टु कन्ट्रोल पोइन्ट हो सर। फेडोलाइट चलाउन आउँछ? हजुर सर, मैले डिप्लोमा पढ्दै गर्दा 6 सेमिस्टरमा चलाएको थिएँ सर। अहिले त्यति चलाउनु भ्याएको छैन तयारीले गर्दा। फेडोलाइट कसरी सेटअप गर्नुहुन्छ? सर्वप्रथम सर ट्राइपोड ग्राउन्डमा फिक्स गर्नु पर्यो सर। एउटा लेग फिक्स गर्ने अनि दुईटा लेग चलाउन मिल्ने गरी फिक्स गर्ने। त्यसमा अनि ट्राइपोडमा थ्रेड फिक्स गर्ने अनि सेन्टरिङ गर्ने सर। त्यो ट्राइपोडको दुईटा लेगको माध्यमबाट सेन्टरिङ गरिसकेपछि, सेन्टरिङ र लेभलिङ गरिसकेपछि त्यसरी अनि बबललाई सेन्टरमा ल्याउने अनि त्यसरी सेटअप गरिन्छ सर। मोबाइल सेन्टरमा ल्याउँदै गर्दाखेरि त्यो सेन्टरिङ गरेको चाहिँ भाग्दैन? हजुर सर, भाग्छ कहिलेकाहीँ, तर फुट स्क्रू युज गरेर पनि सेन्टरमा ल्याउनु मिल्छ सर। स्पेसिफिकेसनमा के कुराहरूले गरिएको हुन्छ? सर स्पेसिफिकेसनमा कुनै पनि कामको क्वान्टिटी, क्वालिटी, मेथड अफ मेजरमेन्ट अनि मेथड अफ पेमेन्टहरू इन्क्लुड गरेको हुन्छ। तर स्पेसिफिकेसनमा डाइमेन्सन चाहिँ इन्क्लुड गरिँदैन सर।
साइट कुनै पनि साइटमा construction साइटमा सेफ्टी अप्नाउनको लागि तपाईँले के रोल्स खेल्न सक्नुहुन्छ त्यसमा? धन्यवाद सर। कुनै पनि साइडमा सेफ्टी मेन्टेन गर्नको लागि सर्वप्रथम त कामको हामीले इन्स्पेक्सन गर्नु पर्यो, प्लानिङ गर्नु पर्यो सर। त्यो प्लानिङ के कसरी गर्ने, टुल बक्स स्टक गरेर हुन्छ, अनि कन्ट्र्याक्टर लेबरहरूसँग समन्वय गरेर सहकार्य गर्नु पर्यो सर। अनि काम गर्ने मेथड, सही मेथडहरू छान्नु पर्यो, अनि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू युज गर्नु पर्यो सबैले। अनि त्यसरी सही मेथडबाट नि अनि त्यसरी गर्न सकिन्छ सर सेफ्टी मेन्टेन। अनि हामीले अर्थिङ किन गरिन्छ? सर हामीले अर्थिङ गर्नुको मुख्य कारण इलेक्ट्रिक सकहरू घरमा आउन नदिन प्रिभेन्ट गर्न अनि गरिन्छ सर। ठिक छ, तपाईँको तयारी राम्रो छ। आई कन्ट्याक्ट अलि राम्रोसँग गर्ने। अनि नेपालको संविधानको नाम चाहिँ नेपालको संविधान मात्रै हो, नेपालको संविधान 2072 न 2072 भनेर नजोड्ने है, नेपालको संविधान मात्रै भन्ने। त्यसपछि युनिटको हजुर जस्तै सर। मानिलिउँ 100 मिटरमा कति एमएम हुन्छ भनेर सोध्यो भने टोटल क्वान्टिटी निकालेर नभन्ने, 100 मिटरमा कति सिएम हुन्छ त्यतिले, फेरि त्यसपछि कति एमएम हुन्छ त्यसरी मल्टिप्लाई गरेर मल्टिप्लिकेसन भनिदिने है त। टोटल एमाउन्ट हामीले भन्न सकिँदैन, त्यसमा मल्टिप्लिकेसन भनिदिने। सर अरू तपाईँको तयारी एकदम बेस्ट छ। तपाईँलाई शुभकामना है त। सर सर एउटा प्रश्न थियो मेरो। हजुर। हामीले जस्तै सर समसामयिकहरू कति दिनदेखि अगाडि पढ्ने, अनि संविधानको भाग 5सम्म पढ्दा हुन्छ कि पछि पनि पढ्नुपर्छ सर अरू पनि? संविधानको त्यहाँ जति सिलेबसमा छ त्यही भागहरू पढ्नु होला। अनि करेन्ट अफेयर्स लेटेस्ट लेटेस्ट हेर्नु होला। धेरै हार्ड सोध्दैन, किनभने आधी घन्टा जति मात्रै बसाल्यो, आधी घन्टामा सबै क्वेसन सोधेर साध्य पनि हुँदैन होइन। आधी घन्टा कसैले नबसाल्न पनि सक्छ। एभरेज आधी घन्टा टाइम राखौँ न। लेटेस्ट लेटेस्ट हेर्नु न, धेरै भाष हेर्नु पर्दैन। तर नलेज जिकेहरू तपाईँहरूले सबै क्वेसन जान्नुपर्छ भन्ने जरुरी छैन, नजान्दा पनि पाइन्छ। किनभने सबै क्वेसन त कसैले जान्दैन है। टेक्निकल कुराहरू चाहिँ बिगार्नु भएन है त। हस् सर, हजुरको समयको लागि धन्यवाद। तपाईँलाई ल, अर्को राजीव मण्डल। राजीव मण्डल। हेर सर, नमस्ते सर। नमस्कार, क्यामेरा अन गर्नु न हजुर, क्यामेरा। रेडी हुनुहुन्छ तपाईँ? हजुर सर, ल, तपाईँको परिचयबाट सुरु गरौँ। तपाईँको परिचय भन्नु। सर नमस्ते, मेरो नाम राजीव मण्डल। मैले सेन्ट्रल इन्जिनियरिङ कलेजबाट ब्याचलर 2024 सालमा र हाल रक्सरमा छु। कहाँदेखि पढ्नु भएको भन्नुभयो? सेन्ट्रल इन्जिनियरिङ कलेजबाट जनकपुर धाम। तपाईँ पढेर आइरहेछ है, मध्य प्रदेश हो? हजुर सर, मध्य प्रदेशबाट। तपाईँ निजामती सेवामा आउन चाहनुको कारण चाहिँ के हो? निजामती सेवामा जनतालाई सेवा गर्न, भविष्य सुनिश्चित हुन्छ। के भन्छ अरू, हाम्रो समाजमा प्रतिष्ठा अघि बढ्छ, त्यही भएर छ।
नागरिकको कर्तव्य कति नम्बर धारामा पर्छ? नागरिक कर्तव्य छ 48 नम्बरमा छ। कतिवटा 48 छ नम्बरमा नागरिकको कर्तव्य? 4वटा। चारवटा छ। तपाईँ नाम कुनबाट निस्किएको छ? खुल्ला हजुर समावेशी? त्यो आधमा छ सर, आधमा छ। खुल्लाबाट कि समावेशीबाट? समावेशीबाट सर, आजबाट। आजबाट। आदिवासी जनजातिको लागि कति प्रतिशत छुट्याइएको छ? हजुर सर। अँ, त्यो सिट- हजुर। होइन सर, 35%। 35। तपाईँलाई रनिङ बिल भन्ने थाहा छ? हजुर रनिङ बिल। के हो रनिङ बिल भनेको? रनिङ बिल के हो भने त्यो साइटमा त्यो बिल भन्छ नि, त्यो कामको सिलसिलामा भन्छ रनिङ बिल। कामहरू हुँदै जान्छ अनि त्यसको बिल बन्छ नि। असिस्टेन्ट सब इन्जिनियरले गर्नुपर्ने कामहरू के हुन्? त्यो सर्वे सर्वे प्रोजेक्टको सर्वे गर्न, ड्रइङ गर्न, सुपरभिजन गर्न, क्वालिटी कन्ट्रोल गर्न, क्वालिटी चेक गर्न, स्पेसिफिकेसन अनुसार काम भयो नभयो हेरचाह गर्ने, मिस्त्रीहरूलाई खटाउन, लेबरहरूलाई खटाउनको लागि गरिन्छ। असिस्टेन्ट सब इन्जिनियरले ड्रइङ बनाउँछ त? त्यो रेयर केसमा बनाउँछ सर, लाग्छ मलाई। ड्रइङ बनाउनुहुन्छ असिस्टेन्ट सब इन्जिनियरले? हजुर सर। सिमेन्ट स्टोरेज गर्नु पर्दाखेरि के कुरालाई ध्यान दिनु पर्यो? त्यो सिमेन्ट चाहिँ त्यो ड्राई प्लेटफर्ममा यही हो सर। तपाईँ अझै राम्रो तयारी गर्नु होला। तपाईँको नेटवर्कले पनि अलिकति एरर समस्या आएर खासै बुझिया छैन। त्यही भएर तपाईँको पालो फेरि पनि आउनेछ भन्दै अहिले अर्को क्यान्डिडेटलाई ट्राई गर्छु ल। सर थ्याङ्क यू सर। रमेश कुमार। रमेश कुमार बोल्न मिल्छ? विपिन राज। विपिन राज बोल्न मिल्छ? तपाईँहरू इन्टरभ्यू नाम निस्केको छ र इन्टरभ्यू दिँदै हुनुहुन्छ भने चाहिँ इन्टरभ्यू दिनलाई नडराउनुहोस् है, इन्टरभ्यू दिनुहोस्, प्र्याक्टिस गर्नुहोस्, तपाईँहरूकै कन्फिडेन्स लेभल बढ्छ। मेरो इन्टरभ्यू छैन सर एक निर्मला केसी। अनम्युट गर्न म्युट गर्नुहोस् है, म्युट गर्नुहोस्, कस्तो हल्ला आइरहेको छ। बाजार बाजार
सामसङको हो, सामसङ। त्यो निर्मला केसी बोल्न मिल्छ के छ इन्टरभ्यू प्र्याक्टिस गर्नलाई आउनु भएको कि यत्तिकै जोइन हुनुभएको? राम नितेश तिवारी हजुर आज सर। इन्टरभ्यू मात्रै हो। राम नितेश तिवारी हजुर सर। त्यो सबै बोल्न मिल्छ नि? मिल्छ। क्यामेरा अन गर्नुहोस् ल। इन्टरभ्यू दिँदाखेरि चाहिँ हिचकिचाउनु हुँदैन है, तपाईँकै प्र्याक्टिस हुन्छ, कन्फिडेन्स लेभल बढ्छ, सजिलो हुन्छ। क्यामेरा अन गर्नुहोस् त। तपाईँको परिचयबाट सुरु गरौँ, तपाईँको परिचय भन्नुहोस्। यो कसको आवाज आइरहेको छ? सुरु गर्दा हुन्छ सर? हजुर तपाईँको परिचयबाट सुरु गर्नुहोस्। मेरो नाम रामनितेश तिवारी हो र मेरो घर चाहिँ मध्य प्रदेश महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वार्ड नम्बर चारमा पर्छ र मैले ब्याचलर इन सिभिल इन्जिनियरिङ फ्रम पोखरा युनिभर्सिटीबाट कम्प्लिट गरेको छु। ब्याचलर पढ्नुभएको? हजुर सर। तपाईँले अहिले इक्जाम दिँदै गरेको सेवा समूह के हो? इन्टरभ्यू दिँदै सेवा समूह चाहिँ हजुर सिभिल असिस्टेन्ट सब इन्जिनियर हो। सेवा इन्जिनियरिङ सेवा सेवा भनेको इन्जिनियरिङ हो, इन्जिनियरिङ सेवा। इन्जिनियरिङ सेवा। हजुर। अगाडि स्थानीय पनि थप्नु पऱ्यो है, तपाईँहरूको स्थानीय इन्जिनियरिङ सेवा हो। स्थानीय इन्जिनियरिङ। अँ, मध्य प्रदेशको क्षेत्रफल कति छ? मध्य प्रदेशको 9661 वर्ग किलोमिटर। पर्सेन्टेजमा भन्नुहोस् त। हजुर। पर्सेन्टेजमा भन्नुहोस् त, पर्सेन्टेजमा। पर्सेन्टेजमा पर्सेन्टेजमा त सर एक्ज्याक्टली थाहा भएन। होइन? सबैभन्दा लास्टमा नामकरण गरिएको प्रदेश कुन? हजुर सर, एकचोटि फेरि भन्नु त, बिचमा डिस्टर्ब। निजामती सेवा भनेको के हो? निजामती सेवा भनेको अब सरकारी सेवामा प्रवेश गरेर देशको चाहिँ सेवा गर्नु हो। अनि यसमा अब डिफ्रेन्ट क्लस्टरहरू छुट्याइएको छ। नेपालको संविधान पढ्नु भएको छ? पढेको छु। नेपालको संविधानमा कतिवटा धाराहरू रहेका छन्? 308 वटा धारा छ सर। अनुसूचित 9 वटा अनुसूची छ र 35 वटा भाग छ। कसको वटा आइरहेको छ? ठिक छ, मैले हटाइदिइसकेँ सँगसँगै है त।
अनि राज्यका निर्देशक सिद्धान्तहरू कतिवटा छन्? निर्देशक सिद्धान्त 4 वटा छ सर। नीतिहरू? 13 वटा। कन्स्ट्रक्सन सुपरभिजन भनेको के हो? त्यो कन्स्ट्रक्सन सुपरभिजन अब कन्स्ट्रक्सन साइटमा गएर त्यहाँ भइरहेको कामहरूको चाहिँ अब रेखदेख गर्ने, सुपरभिजन गर्ने, अब जुन प्रेसक्राइब जुन अलरेडी डिजाइन गरिएका डिजाइन छन् एउटा पारामिटर, त्यो पारामिटर अनुसार त्यो ड्रोइङ र स्पेसिफिकेसन अनुसार काम भइरहेको छ कि छैन त्यो गएर चेक गर्ने। अनि मिक्स प्रोपोर्सन, जस्तै कि मिक्स प्रोपोर्सनहरू जस्तै M20 इफ कन्सिडर छ भने त्यो M20ले गरेको छ कि छैन, प्रोपर क्युरिङ भइरहेको छ कि छैन, राम्ररी मिक्सिङ गरिरहेको छैन, वाटर सिमेन्ट राम्रोसँग गरिरहेको छ कि छैन, त्यो गएर चेक गर्ने काम चाहिँ सुपरभिजन, क्वालिटी कन्ट्रोल भन्दा हो। पिसिसी र आरसिसीमा डिफरेन्स के छ? पिसिसीमा अब पिसिसी भनेको विदाउट रेनफोर्समेन्ट हो, त्यसमा वाटर सिमेन्ट एग्रिगेट र स्यान्ड मात्र हुन्छ भने त्यो अब आरसिसीमा चाहिँ हामी रेनफोर्समेन्ट पनि हाल्छौँ। पिसिसीमा मिनिमम पनि युज गर्ने कङ्क्रिट ग्रेड चाहिँ कति हो? पिसिसीमा चाहिँ M10 हो। हजुर, M10। आरसिसीमा? आरसिसीमा M20। M20? M20मा 20को मिनिङ के हो? 20को चाहिँ अब त्यो त्यसको क्यारेक्टरिस्टिक्स स्ट्रेन्थ हो मात्रै? करेक्ट। त्यही अब M भनेको मिक्स प्रोपोर्सन र त्यो 20 भनेको त्यो क्यारेक्टरिस्टिक्स, जसलाई कम्प्रेसिभ स्ट्रेन्थ भन्छ, क्रसिङ स्ट्रेन्थ। त्यसको 28 डेज पछि क्युब टेस्ट गर्दाखेरि अब त्यो 90% चाहिँ अब त्यो त्यो त्यही हो 20 मैले mm खोजेको माथि एन्सर त्यही थियो। कम्प्रेसिभ स्ट्रेन्थभन्दा माथि हुनु पर्यो। आफ्टर 28 डेज भन्दा पनि छुटाउनु हुँदैन है त? ए हजुर। नि तपाईँ निजामती सेवामा आउनुको कारण? यो निजामती सेवामा आउनुको कारण चाहिँ अब यहीँ नेपालमै बसेर होइन, अब एउटा यो निजामती सेवा भनेको एउटा निष्पक्ष भएको हुनाले अब यसमा यसप्रति एकदमै अब समाजमा पनि एउटा इज्जत प्रतिष्ठा र एउटा एक किसिमको विश्वास पनि छ। र मेरो दाइ पनि यही निजामती सेवामा हुनुहुन्छ, अब उहाँको पनि इन्सपिरेसन लिएर मैले चाहिँ निजामती सेवामा चाहिँ आउन चाहिँ इच्छाको हो सर। त्यो अनि फेरोसमेन ट्याङ्क भनेको के हो थाहा छ? फेरो के भन्नुभयो सर? फेरो सिमेन्ट? फेरो फेरोसिमेन्ट ट्याङ्क? फेरो सिमेन्ट ट्याङ्क त्यो एक्ज्याक्टली सर त्यो थाहा भएन सर। कजवे भनेको के हो? कजवे भनेको एउटा क्रस्ड इन स्ट्रक्चर हो र त्यो चाहिँ हामी त्यो वाटर चाहिँ होइन अपसाइड हिल अपसाइडबाट चाहिँ अब एउटा जस्ट अपस्ट्रिमबाट डाउन स्ट्रिममा वाटरलाई चाहिँ क्रस गर्नको लागि क्रस्ड इन स्ट्रक्चर हामी चाहिँ प्रोभाइड गर्छौँ। यसमा क्रस ड्रेनेजमा अब भन्दाखेरि अब त्यो कुन रोड छ होइन, जस्तै कि अब दुई किसिमको यसमा पनि हाई लेभल लो लेभल कजवे हुन्छ। अब त्यो पानीको चाहिँ कति दिन चाहिँ त्यो पानी डिस्टर्ब हुन्छ, जस्तै कि अब डिस्ट्रिक्ट रोड छ भने 10 डेजले यदि 10 डेज चाहिँ पानी चाहिँ यदि बाटोमा आउँछ भने होइन क्रस ओभरफ्लो हुन्छ भने, र अर्को चाहिँ यदि सरी के भन्छ होइन डिस्ट्रिक्ट रोड छ भने 3 डेजसम्म, र यदि भिलेज रोड छ भने कम्ती 10 दिनसम्म चाहिँ त्यो चाहिँ एकछिन वाटर चाहिँ एकछिन ओभरफ्लो भयो भने। एकछिन यो के भन्छ आफै इन हुन्छ कि फेरि जोइन हुनु है सबैजना क्लासमा? यो आफै इन हुन्छ एकछिनमा अनि रिजोइन हुनु होला है सबैजना। म आफैले इन गर्छु किनभने आफै इन हुन्छ कि